आज आइतबार बिदाको दिन पानी बिहानदेखि परिरह्यो मौसम पनि एकदमै चिसो चिसो मौसममा दिनभरि के गरेर बिताउने होला भनेको मलाई सजेसन आयो यु शुड मेक सम रिल्स जाऊ अनि रिल बनाऊ त्यही भएर म पनि आज रिल बनाउनको लागि तयारी गर्न थालेँ रिल चाहिँ के बनाऊँ त भन्दाखेरि घरमा कोदोको पिठो रहेछ मालाजीले ल्याइदिएको त्यसैको डोटेली झ्याउके बनाउँछु भनेर लागे पिठो चालेँ त्यसमा स्वाद अनुसार चिनी राखेँ अनि त्यसलाई मजाले मैले मुसेर त्यसलाई एउटा फाइन डल्लो आकार दिएँ अनि ग्यास बालेँ ग्यासमाथि मैले यो टाप्के राखेँ फलामको बाक्लो टाप्के यसमा मैले 4 चम्चा जति घिउ हालेँ यो झ्याउकोलाई चाहिँ घिउले बढी नै लाग्छ कि मजाले त्यसै घिउमा पकाउनु पर्ने भएको भएर अनि त्यो घिउलाई मजाले तताएँ तातो मजाले तताइसके पछाडि त्यसमा अघि मुछेर राखेको हो त्यो पिठोको डल्लो कोदोको पिठोको डल्लोलाई राखेँ र त्यसलाई मजाले बेसरी चलाइ पकाउन थालेँ पहिला म सानो हुँदाखेरि मम्मीले चामलको पिठोको चाहिँ झ्याउके बनाएर दिसिन्थ्यो यस्तो कोदोको त खाएको थिएन तर यो मिठो हुन्छ भन्ने सुनेर मैले आज आफै पकाउन थालेँ यसलाई बेसरी पकाएँ चलाइ पकाएँ पछाडि यो यतिको नरम यतिको मजाको मिठो बास्नादार बन्यो र मेरो झ्याउको तयार भयो खानको लागि रेडी भयो ल मैले रिल बनाएँ फाइन थ्याङ्क यू